मेरो दिदीको ठंडा ठंडा मौसम में गरम गरम चाय के साथ मजा लेने में कुछ अलग ही बात को बाद में खाएर आफ्टर दैट हामीले निस्किने हाम्रो डेस्टिनेसनमा। ठन्डा जग्गामा चाहिँ यस्तो हुनैपर्छ, यो चाहिँ मोस्ट इम्पोर्टेन्ट है गाइस, किनकि यहाँ चाहिँ बहुत ठन्डा हुन्छ नि त यो अब यहाँ हाम्रो खानासाना बनाएर खाएर अब निस्किन्छौँ जहाँ हामी चाहिँ आएको थियौँ। यहाँ हामी एक्चुअली म चाहिँ एउटा कामले आएको थिएँ, यहाँ हाम्रो दिदीको मलाई आएको थिएँ र म चाहिँ फर्स्ट हाई बोल्दा मेरो ब्लगमा भाइको नाम चाहिँ रामी अरे, भाइले चाहिँ हाई भन्दै चाहिँ। हेलो गाइस, सो वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल सेवाहरू अनि नमस्ते गाइस। आजको ब्लग चाहिँ स्टार्ट हुन्छ न्यू बमडिलादेखि, बिकज म यहाँ बमडिला आएको छु नि त। अनि यहाँ हाम्रो ग्रुप हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ दिदीहरू अगाडि हुनुहुन्छ हो। यसको नाम के अरे? त्यो नाम के? हाई बोल्दा मेरो ब्लगमा भाइको नाम चाहिँ रामी अरे, भाइले चाहिँ हाई भन्दैछ मेरो ब्लगमा। अन्त हामी चाहिँ जाँदैछौँ अब बमडिलाको तरफ। म चाहिँ दिदी घर आएको थिएँ, बिकज दिदीहरूको यहाँ चाहिँ अलिकति काम थियो नि त, सो त्यही भएर। अन्त यहाँ चाहिँ दिदीहरू हेर्नु सक्नुहुन्छ, दिदीहरूसँग अगाडि अगाडि हिँड्नुहुँदैछ। हामी चाहिँ जस्ट अहिले बिमारीलाई हेरेर आएको हो। अन्त अहिले चाहिँ म फिलहाल म चाहिँ छु बमडिला, त्यही म चाहिँ आएको हो रूपा, बट रूपाबाट आज चाहिँ बमडिलाको अलिकति काम हुनाले। अन्त यहाँ हेर्नु सक्नुहुन्छ बमडिलाको भ्यू चाहिँ यस्तो मजा देखिरहेको छ, नेचर हो। यो चाहिँ मेरो सेकेन्ड टाइम हो बमडिला भिजिट गरेको। मेरो फर्स्ट टाइम चाहिँ एक दुई साल अगाडि थियो, फर्स्ट टाइम थियो। अन्त यो चाहिँ मेरो सेकेन्ड टाइम हो र अहिले चाहिँ हामी जाँदैछौँ फिर्से बमडिलातिर। अन्त गाइस यो मान्छेहरूले चाहिँ मलाई हिँडाएर मेरो खुट्टा दुखिसकिसक्यो हो। हामी चाहिँ आउँदाखेरि गाडीमा आएको थियो, गाडीले चाहिँ हामीलाई यहाँ ड्रप गरिराखेर ऊ चाहिँ जानुभयो दादा चाहिँ, र अहिले चाहिँ हामीलाई लिनु आउनुहुँदैछ एकजना अङ्कल। अन्त अहिले चाहिँ अब हामी फेरि अहिले चाहिँ हामी न्यू बमडिलाको गाउँतर्फमा थिएँ, अब चाहिँ हामी जाँदैछौँ टाउनमा, किनभने यहाँ चाहिँ अलिकति काम छ दिदीहरू। अन्त यहाँ चाहिँ बमडिलाको भ्यू हेर्नु सक्नुहुन्छ, यस्तो मजाको देखिरहेको छु, यहाँ हेर्नु सक्नुहुन्छ। र मैले चाहिँ आएको भ्लग बनाउनु छु भन्दै थिएँ, बट मैले बनाउनु पाइनँ र रेन्डमली अहिले चाहिँ मैले भ्लग स्टार्ट गरिदिएँ हो। र अब चाहिँ आज चाहिँ यहाँ बसेर भोलि चाहिँ म फेरि रूपा जानुपर्ने हुन्छ दिदी घर। यहाँ चाहिँ दिदी घरमै आएको, यहाँ पनि अलिकति काम छ र हजुरहरूलाई देखाउँछु ल। तिमीहरूको आमा र मेरो के अरे मेरो आमा र तिमीहरूको आमा र मेरो मन मात्र मिल्छ जस्तो लाग्छ मलाई दिदीपछि। उसले कराउँछ नि, अनि फेरि मनको दयाले थियो क्या। अनि अरू खाएर त्यो दिन भात फास्ट दिन आसनबाट आएको दिन निमक र खर्साङसँग मजाले भात शर्मिलालाई पनि त मैले कम्ती बोकेको छुइनँ। स्कुलबाट आयो भने त्यस्तो आमा बाउ नपछाउने, मेरो पो पछि रुँदा। यहाँ चाहिँ पुराना कहानीहरूको यहाँ हिस्ट्री हुँदैछ। शर्मिला तैँले कल्पना दिदीलाई फोन गरिदिनुहोस् अरे, यहाँ रिसाउँदैछ कल्पना दिदी, तँलाई सानोमा बक्ती हिँडेको अरे हो, तैँले आजले फोन गरिदिनुहोस् अरे। अन्त गाइस हामी चाहिँ हिँडी यहाँ तक आइपुगिसकेको छौँ हो। अन्त स्टिल अहिले चाहिँ हामी हिँडी नै रहेको छौँ। थ्याङ्क यू। सो गाइस यहाँ चाहिँ कस्तो अफ रोडिङ रहेछ, यहाँ हेर्नु सक्नुहुन्छ। यहाँको रास्ता चाहिँ कुनै जग्गामा चाहिँ रास्ता एकदमै खराब रहेछ हो, त्यो हामी चाहिँ स्टिल हिँडी नै रहेको छौँ। अन्त पुरा सास नै निसासेको जस्तो भयो हिँडेन। मामा आउँदैछ अरे दि अभी हम लोग फाइनली यहाँ पे नाम चुकाए। अब हामीहरू कहाँ जाने भन्नु यहाँ ब्लगमा। अब चाहिँ उता हिँड्नु। अब चाहिँ हामीहरू मामाको क्वार्टरमा गएर खाना सब्जी बनाउने हो। खाना सब्जी बनाएको बादमा खाएर आफ्टर दैट हामीहरू निस्किने हाम्रो डेस्टिनेसनमा। जग्गाहरू चाहिँ यस्तै काप्चा र कुच्ची हुन्छ हो। सो
सो गाइस हामी चाहिँ क्वार्टरको तर्फ जाँदैछु हो। यहाँ चाहिँ खानासाना बनाएर खाएर आफ्टर द हामी चाहिँ निस्किन्छौँ। गाइस हाम्रो चाहिँ यहाँनिर भुकारी सिस्टम छ बिकज यहाँ चाहिँ बहुत ठन्डा छ नि त, सो त्यही भएर अब हाम्रो दिदीले चाहिँ यहाँ क्वार्टरमा आइपुगिसकेर यहाँ भुकारी जलाउनु आँट्नु भएको छ। त्यसरी जलाउँछ। अन्त यो चाहिँ ठन्डा जग्गामा चाहिँ यस्तो हुनैपर्छ। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट है गाइस, किनकि यहाँ चाहिँ बहुत ठन्डा हुन्छ नि त। यो भुकारी जलायो भने चाहिँ अलिकति गरम हुन्छ क्या, सो त्यही भएर यो चाहिँ सबैको घरमा नै हुन्छ। लाइक अब हाम्रो गरम जग्गामा त बनाएको हो, यो बनाएको हो नि। अन्त गाइस अहिले चाहिँ हामी यहाँ क्वार्टरमा आइपुग्यौँ। अब यहाँ हामीहरू खानासाना बनाएर खाएर हामी चाहिँ यहाँबाट निस्किन्छौँ। जहाँ हामी चाहिँ आएको थियौँ त्यहाँ हामी निस्किन्छौँ। एक्चुअली म चाहिँ यहाँ एउटा कामले आएको थिएँ। यहाँ हाम्रो दिदीको यहाँ घेवा थियो नि त मलाई काम, सो त्यही भएर आएको थिएँ। र म चाहिँ फर्स्ट मेरो दिदीको घरमा बसेँ। अब आज चाहिँ यहाँ आएँ। भोलि आज बसेर भोलिपल्ट म यहाँबाट निस्केर फेरि रूपा जानुपर्ने हुन्छ। अहिले चाहिँ फिलहाल म बौन्डिलामा छु। अन्त यहाँ चाहिँ हाम्रो दिदीको क्वार्टरमा यहाँ आएको छु। अनि यहाँ क्वार्टरमा हेर्नु सक्नुहुन्छ यस्तो छ हो। यहाँ चाहिँ भुकारी हो। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हो कि जहाँ ठन्डा जग्गा हुन्छ नि त्यहाँ हर मान्छेको घरमा भुकारी चाहिँ हुन्छ। किनभने भुकारी भयो भने अब ठन्डामा अलिकति गरम हुन्छ नि त, यो चाहिँ जलाउनु पर्ने हुन्छ। अन्त यो चाहिँ मेरो फर्स्ट टाइम मैले यो भुकारी देखेको यसरी जलाएको। मैले अलरेडी जलाएको यतिकै तापेको त थाहा छ, बट यसरी फर्स्ट मैले जलाएको चाहिँ आज देखेको। अहिले चाहिँ हामी यहीँ छौँ। अब यहाँबाट खाना बनाएर खाएर अन्त हामी यहाँबाट निस्किन्छौँ। अन्त यहाँ जलानेको प्रोसेस हेर्नु, यहाँ दिदीले देखाइदिँदैछ। यो डिजेल हो। अब यो डिजेललाई यहाँ लगाउनु पर्ने हुन्छ नि, यहाँ जलाएर त्यो ढकनाले ढाकिदिनु पर्ने हुन्छ हो। खोइ म चाहिँ अन्त यहाँ प्रोसेस हेर्नु सक्नुहुन्छ गाइस। यहाँनिर अब जलाउँदैछ। अब यो भित्र यसरी जलाउँछ। मजाले जलाउनु न। प्लास्टिकहरू जलाउँदा पनि हुन्थ्यो होला। फाइनली हाम्रो दाउरा चाहिँ यहाँ जल्यो। अब यहाँ दाउरा हालेर यताबाट पनि हाल्छ नि, हाल्नुभयो। प्लास्टिक भएको भए ठिक हुन्थ्यो अरे। अब यहाँ चाहिँ खाना सब्जीको लागि रेडी हुँदैछ। अन्त म चाहिँ यहाँ बसेर भ्लग बनाउँदैछु। अन्त यहाँ हेर्नु सक्नुहुन्छ कस्तो मजाले जल्यो यो भुकारी चाहिँ। अब यसको माथिबाट यो ढकना लगाइदिनुपर्छ हो। यसरी ढकना लगाएर यसको गरम भाप चाहिँ हामीले लिनुपर्ने हुन्छ। अन्त यहाँ चाहिँ बहुत ठन्डा हुन्छ नि त। बौम्डिला अरुणाचलमा त ठन्डै हुन्छ थाहै होला। अहिले आसाममा त बहुत गर्मी भइराखिरहेको छ, बट यहाँ चाहिँ एकदमै जाडो भइराखिरहेको छ हो। सो त्यही भएर यस्तो भुकारी चाहिँ सबैकै घरमा हुन्छ, सबैको घरमा या क्वार्टरमा हुन्छ। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हो क्या ठन्डा। सो गाइस अब चाहिँ हामी खाना खाएर हामी चाहिँ जान लागेको। कस्तो के आइटम थियो भनिदिनु यहाँ। खसीको मासु, चिकन, आलु फ्राई, फुलकोपी फ्राई, तिते बैगुन बोइल। सो गाइस अब चाहिँ हामीले खाना खाएर अब हामीहरू जाने लागेको हाम्रो डेस्टिनेसन। हजुर अन्त रियल जुस पनि बोकेर जाँदैछ है म चाहिँ। गाडी चाहिँ उता पार्किङमा छ। अब गाडीमा गएर बसेर पुग्नुपर्ने हुन्छ। अन्त यहाँ चाहिँ खाना खाएर पेट मजाले ढल्काएर हिँड्दैछ अहिले चाहिँ हो। अन्त म चाहिँ यहाँ रियल जुस बोकेर हिँड्दैछु दिनको लागि। पुरा सास फुलिजान्छ गाइस, उकालोमा हिँड्ने आदत नभएर होला नि त। यहाँ चाहिँ अब हामीले गाडीको सामने जाँदैछु। अब गाडीमा उठेर जानुपर्ने हुन्छ। गाडीमा उठेर अब दादा घर जाने हो। उसको बाद हजुरहरूसँग भेट्ने ल। कान्छा सो गाइस अब चाहिँ हामीले गाडीमा चढ्नुपर्ने हुन्छ। अन्त गाडीमा चढेर अब चाहिँ हामी दरवाजा लगा न। किनेको भए मैले त बजार लाइनमा किनेन। युलाई दिदिनु त तपाईँ बजारमा भएको छैन है। युलाई दिदिनु पुरा भातसँग खाइ पठाएँ नि मैले। मेरो झन् खत्तम। खाना सब्जी कस्तो लाग्यो भन्नु मेरो भ्लगमा। भन रामेश खाना सब्जी कस्तो लाग्यो? टेस्टी लाग्यो? कल्याण तपाईँलाई कस्तो लाग्यो? बढिया लाग्यो। बहुत आइटम थियो। कसले बनाएको गाइस? मैले बनाएको है खाना सब्जी चाहिँ। अब चाहिँ हामी खाना सब्जी खाएर यहाँ गाडीमा उठेर अब जानुपर्ने हुन्छ दादा घर। र गाइस अब दादाको घर गएर भेट्नुपर्छ ल। स्टे ट्युन। गाइस हामी चाहिँ अहिले के भन्छ बमडिला टाउन आइपुग्यो।
अन्त यहाँ चाहिँ अलिकति काम थियो र गाडी रिपेयरमा अङ्कल चाहिँ म जानुभएको छ सामान लिनु अन्त हामी चाहिँ यहाँ वेट गर्दैछु यहाँ हेर्न सक्नुहुन्छ राम्रो बुढी लाग्छ राम्रो बुढी लाग्छ गाइस फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन पुगिसक्यौँ हाम्रो डेस्टिनेसन चाहिँ कहाँ छ भन्दाखेरि ऊ त्यो निचे हावडङ्गा छ अब यहाँबाट गाडीबाट नामेर अब यहाँबाट हिँड्दै जानुपर्ने हुन्छ निचे यहाँ छ अरे रस्ता चाहिँ यहाँ निचेबाट अन्त अब यहाँबाट हिँड्दै जानुपर्ने हुन्छ यहाँ अब यहाँबाट चिप्लिँदै जानुपर्छ हामीहरू अब यहाँबाट चिप्लिँदै जान्छौँ हामीहरू के खाऊ भनेर लगेन धर्म कुचको अब यहाँबाट हामीले चिप्लिँदै हिँड्दै जान्छौँ यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो डेस्टिनेसन पुग्नुको लागि कति तक्लिफ गर्नुपर्छ यहाँ हेर्नु सक्नुहुन्छ रस्ता चाहिँ यत्रो रस्ता छ अब यहाँ हिँड्दै हिँड्दै जानुपर्छ है उठायो होला नि यत्रो पानी झरीमा कति छिटो लग्यो होइन यहाँ त कसरी उठायो होला अब उठाउनै पर्यो गाइस अब फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुगिसक्यौँ अनि जाडो लाग्छ होला ज्याकेट सेकेट केही बोकेको छैन रहेछ लगाएको साथी यो सन्जय भाइ पनि हाउरे हाउरे छ होला मान्छे यता उपर जानुपर्ने हुन्छ साँझ पुरा निसास्यो देखेको छैन तँलाई मुतेको चाहिँ म हाल्छु क्या हो उयो त्यो मान्छे चाहिँ मुतेको थियो नि त अन्त मैले उसको भ्लग बनाएँ भनेर भन्दै चाहिँ म मुतेको भ्लग बनाउँछु क्या तेरो आइज मेरो भ्लगमा अन्त अब हामीले जाँदैछौँ उता माथितिर बस्दा बस्दा हक्कै लाग्यो कि सो त्यही भएर मैले चाहिँ दिदीलाई लिएर आयो भ्लग बनाउने शेखर खाएको ननिकाल्नु अरे मेरो भ्लगमा अन्त यहाँ अब ऊपर त गाडी राखेको जग्गामा जाँदैछु किनभने मेन हाइवे चाहिँ त्यहाँ छ नि त सो त्यही भएर वेदर चाहिँ हेर्नु सक्नुहुन्छ पुरा फोगी फोगी लागिरहेको छ हो दिदीको यहाँनिर के साह्रो साह्रो हेलो गाइस अभी हम लोग काफे बोल दो कहाँ से भन्दैन बमडिला में है क्या कर रहे हैं ये क्या बोलते ऐसे घूम रहे सो गाइस हामी चाहिँ वहाँ बसेर पुरा बोरिङ लाग्यो नि त त्यही भएर म अहिले चाहिँ दिदीलाई फोर्स गरेर यहाँ उपर लिएर आएँ बिकज एकदमै बोरिङ लागिरहेको थियो नि त बस्दा बस्दा अन्त यहाँ भ्यू पनि देखाउँछु भनेर दिदीलाई जबरजस्ती यहाँ लिएर आयो हामीहरू जानुपर्छ ऊ त्यो निचे यहाँबाट एकदमै तल झर्नुपर्छ हो एकदमै उपर आउँदा चाहिँ पुरा थक्दो रहेछ तर निचे जाँदा चाहिँ मतलब उत्यो हुन्छ नि त सो यति थक्दैन बट उपर आउँदा चाहिँ एकदमै थकिँदो रहेछ अन्त यहाँ चाहिँ दिदीहरूकोमा चाहिँ घेवा छ नि त सो त्यही भएर हामी चाहिँ आएको थिएँ अन्त मेरो भ्लगमा चाहिँ दिदीलाई स्वागत छ हावा खानु आएको यो चाहिँ शेखरलाई पुरा शेखर चबान्दै बोल्दैछ अन्त यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ यो चाहिँ मेन हाइवे हो दिदीहरू चाहिँ उता निचेबाट यहाँ आउनुपर्ने हुन्छ गाडी पक्रिनुको लागि अन्त यो चाहिँ हाइवे हो र अहिले चाहिँ हामी यहाँ हाइवेमा हिँड्दै गरिरहेको छौँ अन्त यो जति पनि गाडीहरू देख्नुहुँदैछ नि यो चाहिँ घेवामा आएको मान्छेहरूको गाडी हो हामी दुईजना चाहिँ यहाँ त्यही वक गर्दै हिँडिरहेको छौँ हिँड त ऊ त्यसम्म गएर ऊ त्यो ज्याकेट वक अन्त अब हामी चाहिँ वक गर्दै हिँडिरहेको छौँ हो दिदीहरूले चाहिँ सोध्दै त कहाँ गएको भने हामीले चाहिँ यतिकै दोकान गएको भनेर यतिकै झुट भनेर आयौँ म भ्लग बनाउनु आएको भनेर नभन्नु नि तपाईँ चाहिँ मलाई जित्कान्छ हेर्दैन नि त उनीहरू सबैले मेरो भ्लग अन्त गाइस हेर्नु सक्नुहुन्छ वेदर चाहिँ एकदमै फोगी लागिरहेछ अहिले चाहिँ पुरा शाम मतलब रातै परिसकेको छ मिन्स अन्त अहिले चाहिँ हामीले हिँड्दै जाँदैछौँ वक गर्दैछौँ हामी दुईजना चाहिँ यहाँ चाहिँ बहुत ठन्डा छ कि बट मलाई यति ठन्डा लागेको छ किनभने हिँडेर पुरा गरम लागिरहेको छ नि त त्यही भएर अन्त यहाँ फोगी हेर्नुहोस् न पुरा फोगी भइराखिरहेको छ हो मेरो वक गर्ने पार्टनर चाहिँ यता हुनुहुन्छ
म चाहिँ आजकल बेसी मोटी भएको छु नि त त्यही भएर अलिक वाकमा हिँडेको दिदी चाहिँ पुरा मोटाएको चाहिँ पहिला यति साह्रो मोटाएको थिएन हो अहिले चाहिँ कुछ ज्यादै मोटाएको रहेछ ऊ चाहिँ अन्त यसलाई पनि मैले जबरजस्ती वक लिएर आएको के अनि हामी दुईजना चाहिँ हिँडिरहेको छौँ वाक मान्छेलाई वाक गर्नुपर्छ एक्सर्साइज गर्नुपर्छ जिउ राम्रो हुन्छ फिट हुन्छ पुरा इन्फर्मेटिभ भिडियो बनाउँदैछ यसले चाहिँ पुरा मान्छेलाई उत्यो गर्दैछ वक गर्नुपर्छ त्यता हो अब मतलब आफ्नो फिटनेस जिउलाई अलिक मेन्टेन गर्नुपर्छ हजुर त्यो त हो अन्त यहाँको वेदर चाहिँ पुरा यस्तो दामी भइराखिरहेको छ अहिले दिनमा भएको चाहिँ अझै क्लियर एकदमै राम्रो आउँथ्यो बट अहिले रात परिसकेको छ नि त सो त्यही भएर यति क्लियरली आएको छैन बट फेरि पनि देखिरहेको छ यसको शेखर खाएको गनाएर मलाई वाक वाक आइसकिसक्यो शेखर होइन यसले भन् खाँदैन नि त त्यही भएर नाम भन्नु जान्दैन के हो खानेवाला नाम चाहिँ सिग्नेचर हो नि त यस्तो दामी मान्छे चाहिँ सिग्नेचर खान्छ नि शेखरको त 10 रुपियाँ सिग्नेचर कति 20 रुपियाँ होला नि 20 रुपिसवाला खान्छ यस्तो दामी मान्छे छ नि गाइस यो चाहिँ अन्त डेली त खाँदैन कोही कोही बेला खान्छ हप्तामा एकबार खान्छ सो गाइस अब चाहिँ मैले यो भ्लग चाहिँ म यहीँ एन्ड गर्छु किनभने अलिकति काम पनि छ नि त अब कामसाम पनि सकाउनु पर्ने हुन्छ एनी टाइम म मोबाइलमा बिजी भएर बस्नु सक्दिनँ नि त सो त्यही भएर मैले चाहिँ यो भ्लग एन्ड गर्नु थियो त्यही भएर दिदीलाई चाहिँ जबरजस्ती मैले यहाँ उपर लिएर आएको वक गर्दै अब म चाहिँ यो भ्लग यहीँ एन्ड गर्छु सो इफ हजुरलाई मेरो भ्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु सो बाई बाई गाइस सी यु इन द नेक्स्ट भ्लग